कहिलेकाहीँ यस्तो लाग्छ नि, कति राम्रो सोच र योजनाका साथ ल्याउन खोजेको परिवर्तन पनि सङ्गठनमा गएर किन फेल हुन्छ। आज हामी यही रहस्य खोल्ने एउटा एकदमै शक्तिशाली मोडलको बारेमा कुरा गर्दैछौँ, जसलाई भनिन्छ चेन्ज क्वाड्रान्ट, अर्थात् परिवर्तन चतुर्थांश। आउनुहोस् यो के रहेछ सँगै बुझौँ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले त परिवर्तनमा आउने चुनौतीहरूबाट सुरु गर्नेछौँ। त्यसपछि सङ्गठनभित्रको तातो र चिसो वातावरण के हो भनेर बुझ्नेछौँ। अनि सबैभन्दा महत्त्वपूर्ण चेन्ज क्वाड्रेन्टको आधारमा 4वटा परिवर्तनका रणनीतिहरू हेर्नेछौँ र अन्त्यमा यो मोडल जान्नु किन यति जरुरी छ भन्ने कुरा पनि गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, परिवर्तनको चुनौती। आखिर यो परिवर्तन भन्ने कुरा यति गाह्रो किन हुन्छ त? यसको जरामै पुगेर हेरौँ न। कुनै पनि कार्यक्षेत्रमा यस्तो अनुभव पक्कै भएको हुन सक्छ, होइन त? जहाँ एउटा एकदमै राम्रो नौलो योजना ल्याइन्छ, तर सबैको असहयोगले गर्दा त्यो बीचमै तुहिन्छ। आखिर राम्रो उद्देश्यले ल्याइएका परिवर्तनका योजनाहरू पनि किन सफल हुन सक्दैनन्? यसको एउटा राम्रो उदाहरण नेपालको सार्वजनिक प्रशासनमा देखिन्छ। त्यहाँ नियम, प्रक्रिया वा संरचनामा सुधार ल्याउन कैयौं पटक प्रयासहरू भए, तर कार्यान्वयनमा आउने चुनौती र भित्रभित्रै हुने प्रतिरोधले गर्दा ती निर्णयहरू नै फिर्ता लिनुपर्ने अवस्था आयो। यसले के देखाउँछ भने सही दृष्टिकोण र रणनीति भएन भने परिवर्तनले कहिल्यै गति लिन सक्दैन। अब लागौँ यो मोडलको एकदमै महत्त्वपूर्ण पाटोतिर। कुनै पनि सफल रणनीतिको पहिलो कदम भनेको आफ्नो सङ्गठनको वातावरणलाई चिन्नु हो, र यसका लागि हामी 2वटा आयामहरू, तातो र चिसो बारेमा गहिरिएर बुझ्नेछौँ। पहिले चिसो सङ्गठन भनेको के हो त्यो बुझौँ न है। यसो सोच्नुहोस् त, कुनै ठूलो सरकारी कार्यालय वा ब्याङ्क जहाँ हरेक कामको लागि निश्चित नियम, प्रक्रिया र फर्महरू हुन्छन्। हो, त्यही हो चिसो सङ्गठन। यहाँ सबै कुरा नियम र संरचनाले नियन्त्रण गर्छ र कर्मचारीले तोकिएको कामभन्दा बाहिर गएर नयाँ केही गर्ने ठाउँ खासै पाउँदैनन्। अब यसको ठिक उल्टो एउटा नयाँ स्टार्टअप कम्पनीको कल्पना गरौँ, जहाँ सबैजना एउटै लक्ष्यका लागि उत्साहित हुन्छन् र नियमभन्दा पनि नतिजामा बढी ध्यान दिन्छन्। हो, त्यो हो तातो सङ्गठन। यो साझा मूल्य मान्यता र सङ्गठनलाई उत्कृष्ट बनाउने एउटा सामूहिक जोशले चलेको हुन्छ। ल, अब यसो हेर्दा के देखियो त? चिसो सङ्गठन नियम र प्रक्रियाले बाँधिएको हुन्छ, जबकि तातो सङ्गठन साझा मूल्य र उद्देश्यले प्रेरित हुन्छ। यो सानो तर महत्त्वपूर्ण भिन्नता बुझ्नु नै चेन्ज क्वाड्रेन्ट बुझ्ने पहिलो खोडकिलो हो। अब दोस्रो आयामको कुरा गरौँ, त्यो हो परिवर्तनको जाँगर। चिसो जाँगर तब आउँछ जब परिवर्तन कुनै सङ्कटले गर्दा अनिवार्य बन्छ। जस्तै सङ्गठन नै डुब्ने अवस्था आयो, बजारमा इज्जत घट्यो वा प्रतिस्पर्धा नै गर्न सकिएन। यो भनेको नगरी नहुने वा बाँच्नका लागि गरिने परिवर्तन हो। अनि अर्कोतिर छ तातो जाँगर। यो चाहिँ सङ्गठनका सदस्यहरूको व्यक्तिगत इच्छा र महत्त्वाकांक्षाबाट आउँछ। उनीहरू सङ्गठनको प्रगति र सफलताका लागि आफै उत्प्रेरित हुन्छन्। यो भनेको अझै राम्रो बन्नका लागि गरिने परिवर्तन हो। भनेपछि फरक के रहेछ त? चिसो जाँगर प्रतिक्रियात्मक हुन्छ, जुन सङ्कट र आवश्यकताले जन्माउँछ, जबकि तातो जाँगर चाहिँ सक्रिय हुन्छ, जुन महत्त्वाकांक्षा र इच्छाबाट आउँछ। हो, यही भिन्नताले नै परिवर्तनको रणनीति कस्तो हुनुपर्छ भन्ने कुरा निर्धारण गर्छ। ल, अब आउँछ सबैभन्दा रोचक कुरा। जब हामी यी दुवै आयामहरू, सङ्गठनको प्रकृति र परिवर्तनको जाँगरलाई एकै ठाउँमा राख्छौँ, तब बन्छ यो शक्तिशाली फ्रेमवर्क, चेन्ज क्वाड्रेन्ट। यहाँ हेरौँ त, यो 2x2 को तालिकामा एकातिर सङ्गठनको प्रकृति चिसो र तातो छ, अनि अर्कोतिर परिवर्तनको जाँगर चिसो र तातो छ। अब हेर्नुहोस्, यिनैको संयोजनले 4वटा फरक अवस्थाहरू बन्छन् र हरेक अवस्थाका लागि हामीलाई छुट्टै र विशेष रणनीति चाहिन्छ। अब सिद्धान्त त बुझियो, तर यसलाई व्यवहारमा कसरी उतार्ने त? अब हामी हरेक चतुर्थांशका लागि कुन विशेष रणनीति सबैभन्दा प्रभावकारी हुन्छ भनेर उदाहरणसहित हेर्नेछौँ। पहिलो रणनीति हो हस्तक्षेपकारी रणनीति। यो चिसो सङ्गठनमा चिसो जाँगर हुँदा प्रयोग हुन्छ। कल्पना गरौँ, एउटा कम्पनी आर्थिक सङ्कटमा छ। यस्तो बेला व्यवस्थापनले सिधै खर्च कटौती गर्ने र नयाँ नियमहरू लागू गर्ने निर्देशन दिन्छ। यहाँ माथिबाट तलतिर स्पष्ट र सिधा निर्देशन दिनै पर्छ, किनकि परिवर्तन अब रहर होइन, आवश्यकता हो।
दोस्रो हो रूपान्तरण रणनीति। यो तातो सङ्गठनले सङ्कट अर्थात् चिसो जागरको सामना गर्दा अपनाइन्छ। जस्तै एउटा सामाजिक संस्था आर्थिक सङ्कटमा पर्यो। यहाँ नेताले आदेश दिँदैन, बरु सबै सदस्यहरूलाई बोलाएर सोध्छ, ल भन्नुहोस्, हामी सबै मिलेर यो समस्याको समाधान कसरी गर्न सक्छौँ। यो सामुदायिक सहभागितामा आधारित रणनीति हो। तेस्रो रणनीति हो कार्यान्वयनमुखी रणनीति। यो चाहिँ चिसो सङ्गठनमा प्रगति गर्ने तातो जाँगर हुँदा चाहिन्छ। जस्तै एउटा स्थापित कम्पनीले नयाँ प्रविधि अपनाउन चाहन्छ। यहाँ व्यवस्थापकले त्यो प्रविधिले कसरी सबैको कामलाई सजिलो र राम्रो बनाउँछ भनेर देखाउँछ र आफै प्रयोग गरेर अरूलाई प्रेरित गर्छ। र अन्तिम अनि सबैभन्दा आदर्श रणनीति हो नवीन खोज रणनीति। यो तातो सङ्गठनमा तातो जागर हुँदा प्रयोग हुन्छ। गुगल जस्तो कम्पनीलाई सोचौँ न, जहाँ कर्मचारीहरूलाई नयाँ आइडियाहरूमा काम गर्न प्रोत्साहित गरिन्छ। यहाँ नेतृत्वले बाटो देखाउँछ, सहजीकरण गर्छ, तर आविष्कार गर्ने र कसरी गर्ने भन्ने काम टिमले नै गर्छ। ल, हामीले 4वटा रणनीति त हेऱ्यौँ, तर आखिर यो सबै कुरा किन महत्त्वपूर्ण छ त? यो मोडल बुझ्नुको वास्तविक फाइदा के हो? यो फ्रेमवर्कले परिवर्तनका सही वाहकहरू को हुन्, को सबैभन्दा उत्साहित हुन्छ र परिवर्तन कहिले र कसरी लागू गर्ने भन्ने निर्णय लिन मद्दत गर्छ। तर सबैभन्दा ठूलो कुरा, यसले सुनिश्चित गर्छ कि परिवर्तनको प्रयास अन्धकारमा हानिएको तीर जस्तो नहोस्, बरु आफ्नो परिस्थितिका लागि सबैभन्दा प्रभावकारी र सही रणनीति अपनाइयोस्। अन्त्यमा एउटा प्रश्नबारे सोचौँ न। आफ्नो वरिपरिको वा काम गर्ने ठाउँको सङ्गठन यी 4 मध्ये कुन चतुर्थांशमा पर्छ होला? र त्यहाँ कुनै परिवर्तन ल्याउनु पर्यो भने कुन रणनीति सबैभन्दा उत्तम होला? हो, यही प्रश्नको जवाफले परिवर्तनलाई हेर्ने एउटा नयाँ र शक्तिशाली दृष्टिकोण दिन सक्छ।